हेलो साथीहरु नमस्ते अनि तपाईलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। आज चाहिँ हामी सुनधार आइरहेको छौं अनि यहाँ पुग्नु हुनु छ। हेलो अनि फेरि यहाँ माथि सोनिया र सोनाम पनि रहेछ। ड्रोनहरुको इन्ट्री छुट्टै छ। गाइस हामी चाहिँ हैन सुनधाराबाट डाइरेक्ट बुढा नीलकण्ठ आइपुग्यौं। हामी 4 सदस्य पछाडि हुनुहुन्छ एकजना चाहिँ अनि त देख्न सक्नुहुन्छ हाम्रो यहाँ पछाडि देख्न सक्नुहुन्छ हाम्रो पर्यटक टुरिस्टहरू बनाना खाँदै हुनुहुन्छ। बनाना अनि ताजा गाइस हामी चाहिँ यो मन्दिरभित्र छिर्यौं। मन्दिर यस्तो छ। यस्तो हिँड्दाखेरि जस्तो हिँड्छ नि यस्तो यस्तो हुन्छ नि। मोटो घोडा होला ध्यान यस्तो यस्तो हुन्छ क्या हो नि। हात यस्तो कस्तो हुन्छ पछाडि सोनामा आफ्नै काममा हिँडिरहेको छ। यस्तो रहेछ दिउँसो पनि त मजाले पूजा हुँदो रहेछ त यहाँ त। ए मैले उहाँ भने हो के नै देखेको छु के नै देखेको मन्दिर आइपुग्यौं। के नै देखेको जस्तो के मैले उहाँ भनेको के कमेडी है। हो क्यामेरा मोबाइल जुत्ता चप्पल लान मनाइ छ। अब उसले त देखिहाल्छ अग्लो छ त्यस्तो छ। ए लाइन लागिरहेछ। लाइन पूजा गर्ने होला मेन त्यस्तो छ है। यता चाहिँ यस्तो रहेछ। म पनि आउँछु फर्स्ट टाइम आएको हो होइन। तर दिउँसो पनि के मजाले पूजा गर्नु भएको त। कृपया पर्खाल माथि चढ्न मनाइ छ। क्या चढ्न मनाइ छ मनाइ छ भन्नु लाग्छ। अब यता गाइस मैले उहाँलाई भने उहाँ हो बुढा नीलकण्ठ। यस्तै सुतिरहनु भएको छ अनि पूजा गर्ने हेर्नुहोस् त भिडभाड कतिको छ। टक्क लाएर यतिको पर्यटक यहाँ भित्रिनु भयो भने त अनि केही होला नि त होइन। यहाँ त्यहाँ चढ्न मनाइ छ भने मनाइ छ भनेको मतलब मिल्छ भनेको नि त। मनाइ छैन भनेको गाइस यसरी छिरेर भिडियो गरे नि त हुन्छ। हेर्नुहोस् यतिको पर्यटक भित्रियो भने चाहिँ यहाँ केही हुन्छ। अनि यता यस्तो छ मनाइ छ भने चाहिँ त्यही पनि सबजना चढाउनु भएको छ। कुर्ता सुरुवाल लाएर टक्कसँग आउनु भएको रहेछ। के हेर्नु भएको म्याडम? उहाँको नाम के अरे? उहाँको नाम बुढा नीलकण्ठ। बुढा नीलकण्ठ भगवान हेरेको। अनि यस्तो चिया हेर्नुपर्ने चाहिँ के रहेछ? होइन यहाँ माथि चढ्नु मनाइ छ अरे नि त भएर यहाँबाट हेरेको। कस्तो लाग्यो त म्याडम? मलाई कस्तो राम्रो लाग्यो होइन। फर्स्ट टाइम आएको यो ठाउँ मलाई खुसी लागिरहेको छ। दिदी भेट्न पायो। यस्तै हो श्री बुढा नीलकण्ठ मन्दिर भनिरहेको त गुठी व्यवस्थापन समिति। यस्तो छ है। कहिले आएको पहिला आएको जस्तो लाग्यो होइन। योभन्दा अघिल्लो जुनीमा पक्कै हुनसक्छ। छेउमा गएर भिडियो गर्नु हेर्नुहोस् कस्तो राम्रो हो के। You are so beautiful lady. छेउमा गएर भिडियो गरिदिउँ भनेको बिउजी हाल्नु भयो। क्यामेरा गिभ मी माई मनी भन्दा आउने भए त मनी माग्थ्यो नि। हेलो गिभ मी माई मनी। मैले नि सिकेँ गाइस। बुढा नीलकण्ठ आएर एउटा कुरा सिकेँ। हेलो गिभ मी माई मनी। हेलो मैडम गिभ मी माई मनी। पैसा कहाँ टिप्नु छ म?
Give me my money. खोइ सोनम दादा ए ऊ तल पो पुगिसकेछ फुपू भित्र मन्दिरभित्र आउनुहोस् हामी पर्खिरहेको ऊ सोनम दादा त उहाँ पर पो पुग्यो ए हुन्छ पर्खिरहेको ऊ उयसमा पर ऊ यताबाट जाउँ यताबाट उहाँहरू त एक वर्ष यस्तो कालो घाममा यत्रो घाममा हेर्ने नि कालो हुनुहुन्न होला हौ गाइस सक्नुभयो सुत्नु भएको भगवान उहाँ हुनुहुँदो रहेछ नि त उहाँ अगाडि हामीको यहाँ मन्दिरबाट निस्किसकेका छौँ साथीहरू तपाईँलाई हामी यस्तो जान्छौँ होइन अनि तपाईँहरूलाई पनि मन्दिर आउनु भने चाहिँ यहीँ रहेछ नजिकै हो हाम्रो भिडियो हेरेर थाहा हुन्छ टोइलेट पनि त्यही छ अनि हामी जाँदैछौँ अनि यहाँ चाहिँ आज बेलुकासम्म 500 सब्सक्राइबर पुऱ्याइदिनु होइन अनि मलाई पार्टी दिनुहुन्छ नानाले पार्टी खाने है पार्टी खाने पुऱ्याइदिनु है अलिकति अगाडि भए पनि पुऱ्याइदिनुहोस् अब त धेरै छैन 3 जना मात्रै छ 3 जना भिडियो पुऱ्याउनु पर्यो कस्तो हराउन लगाएको कति न हामी यत्रो साइडमै हिँडिरहेको छौँ हामी यस्तो साइड हिँडिरहेको छौँ साउन्ड चाहिँ कस्तो सुनिरहेको छ मन्दिरबाट घरतर्फ लागिसक्यौँ कहाँ हो होइन गाइस हामी चाहिँ बुढा नीलकण्ठबाट अगाडि बढिसक्यौँ अब चाहिँ कहाँ पुग्छौँ त्यो हेर्नुहोस् साथीहरू अब चाहिँ हामी कहाँ पुग्छौँ थाहा छैन भिडियो हेर्दै जानु जानु होला थाहा पाउनुहुन्छ आज हामी कहाँ डुल्नु जान्छौँ अनि लगाएर अनि 500 को पार्टी पनि खान्छौँ 500 को पार्टी चाहिँ के खाने ए 500 सब्सक्राइबरको म छिटो तरिकाले यस्तो क्यामेरा किन्नु मन छ म अब 2-3 वर्ष पछाडि 2-3 वर्षपछि कमाउने हुन्छु त्यस पछाडि किन्छु अनि किन किन्ने मलाई किन्ने दिदीले किन्नुहुन्छ अनि हामी खतरा भिडियो बनाउने ऊ अगाडि गइसकेको फुपू पछाडि हामी पछाडि हिँड्नु देख्नु होला नि गाइस हामी त आफ्नो पारामा हिँड्छु मजाले तपाईँहरूले भिडियो चाहिँ नकाटिकन हेरिदिनु होला जस्तो भयो नि माया गरिदिनु म त दिदीको बिग फ्यान हो नि फेरि म त पुरानो भिडियोदेखि लिएर नयाँ भिडियोहरू हेरिरहन्छु कस्तो मनपर्छ क्या पुरानो भिडियो र नयाँ भिडियोमा के डिफ्रेन्ट आएछ भनेर हेर्छु होइन तर आवाज चाहिँ अलिक साउन्ड चाहिँ अलिक सानो सुनिन्छ जामा देखाउँदै कस्तो यहाँ चाहिँ जामाहरू छ है यतादेखि लिएर यता कस्तो राम्रो राम्रो वाउ सो ब्युटिफुल यत्रो घाममा हिँड्नु परिरहेको छ साथीहरू हेर्नु अब हामी यहाँ बाटो क्रस गर्दछौँ बाटो क्रस गर्नु चाहिँ लास्टै गाह्रो लाग्छ माथि गरेर अनि मलाई माथिमा त केही हुनु त्यति साह्रो हानु भने नि उनीहरूकै गल्ती हुँदैन हो अरे तर नि आफूले उहाँहरू त यहीँ हुँदो रहेछ अब हामी चाहिँ बौद्ध जाने त्यहाँदेखि बौद्ध गएर के हेर्ने त्यहाँदेखि त्यहाँको किमार्नु रस खाने अनि लस्सी खाने अरे उसले खुवाउँदै खुवाएन भने म भिडियोमा देखेको नि यस्तो कपाल बनाएको बौद्ध के भन्छ उयसमा खलासीमा काम गर्नु नि मेरो त आवाज ठिक्क आउँछ पत्ता बौद्ध जाने हो जाने अब हाम्रो दिदी चाहिँ छिट्टै खलासीमा काम गर्नु हुने अरे मान्छेले त यस्तो हेरिरहेको छ त किन हेरेको होला नि मलाई यस्तो किन्यो यति राम्री भएर हेरेको बोबल्टी हो कि के हो बोबाटी ह्याप्पी लाफिङ किन्ने हो बोबल्टी गाइस हामीहरू चाहिँ चाबेल आइपुग्यौँ अब चाबेलबाट बौद्ध जान्छौँ चाबेलको माहौल
युट्युबर भएपछि होइन यतिको त हुन्छ नाना यता हुनुहुन्छ फुपू यता यो घाममा खटिँदा घाम चाहिँ आफ्नै लागेको चाहिँ लाग्न दाजुको सहरमा दाजुले सुन्नुहुन्न म पनि यस्तै बिजनेस पो गरौँ कि अब यस्तो पो बनाएछ यता देखाऊ टिकट काट्ने ठाउँ यस्तो बनाएछ गाइजहरू अलिक विरोध गरेर कस्तो गरेको थियो यहाँको मेरो दाजुले विरोध गरेको होइन यस्तो राम्रो बनाउँदो रहेछ काउन्टर मुलाहरू ला यो मान्छे के भन्नुहुँदैछ यस्तो बनाउनु भएछ पहिला बालन दाईको सानो विरोध गरेको थिएन यहाँको को दिदी दाजुहरूले मेरो बालन दाईलाई कति थोक भनेको थियो हेर्नु कस्तो थियो हुँदो रहेछ भित्र साथीहरू पाप भइरहेको छ यहाँ सिट तातो रहेछ सिट त्यही भएर पाप भइरहेको छ सबै तातो भइसक्यो अब हामी चाहिँ बौद्ध जाँदैछौँ साथीहरू हेर्नु होला गाइज मेरो दाइको सोहरू त होइन सफा त यति कुरा गर्नुहुन्छ अरे कुरा नगरौँ सफाइको त कुरा नगरौँ हाई हाई कसैको मात्र नलागोस् यस्तै हुँदै जाओस् हामी चाहिँ चाबेलबाट बौद्ध आइसकेको छौँ टक्क लगाएर बौद्धको भित्र घुमिरहेको छौँ हामी जाँदैछौँ है त गाइजहरू यता देख्न सक्नुहुन्छ लुगाहरू पैसा पठाइदिनु भएको दाजु निदाइरहनु भएको छ दाजु निदाइरहनु भएको छ नि हामी जाँदैछौँ यता छ खिच्नु न अहिले चाहिँ अनि बेलुका अहिले एकछिनमा क्लिप राम्रो आउँछ टक्क लगाएर हामी बौद्ध आइसकेका छौँ कानमा कति राम्रो राम्रो खोइ नहेरौँ है यस्तो छ यस्तो छ टक्क लगाएर बौद्ध भिडियो चाहिँ टक्क अठाइसी यस्तो गर भन्छ कि तर हात पनि हल्दिन्छ नि मान्छे हल्दैछ होइन हेर्नु न कपाल के भन्नुभयो फुपू अब के खुवाउनु कस्तो राम्रो राम्रो क्या कानमा लाउने अहिले हामीलाई काम छैन कानमा लाउनेहरू कानमा मलाई उयो यस्तो पो किन्न मन छ हौ यस्तो झ्याङ्गे लुगाहरू त्यो पनि यहाँ ढोकै हुन्छ मिल्छ त रहेछ त तर कति घाम लाग्यो हौ 7वटा घाम घाम लागिरहेछ लागिरहेछ हजुर किन अब आइहाल्यो आएपछि अलिअलि यसो होइन दाजु म त ऊ पर जस्तो लागिरहेको थियो क्या थियो अब फोन गर न कि थाहा भए बहिनीले दाजु हराएको सूचना कति धेरै हुनुहुन्छ क्या टुरिस्टहरू जता गयो त्यतै टुरिस्ट देख्छ टुरिस्टै टुरिस्ट यतिको भिडिनु पर्यो यहाँ हो यतिको ट्रिट चाहिँ दिनुपर्छ अनि पो कस्टमरलाई हुन्छ त कस्टमरको केयर यतिको गर्नुपर्छ अझै माथि हो यही छ त हेर हामीलाई पनि थाहा छ त यही छ त एक्सक्युज मी म्याम यही छ त आफ्नै क्याफेमा बोलाएर के चिसो एकछिन न हेरौँ चिसो कोक होइन एकछिन लस्सी अरू चाहिँ केही नखाऊँ होला ए तपाईँ किन्नु भयो त्यसो भयो एकदमै के गरेको थाहा पनि छैन अझै हामी के खान्छौँ हेर
अनि यो पाइपबाट तान्नुपर्ने चाहिँ किन पाइपबाट चाहिँ किन तानेको यसरी तान्नु भइहाल्यो घटबडी अघि चाहिँ आउनुहोस् अरे अहिले चाहिँ थाहा छैन आलुलाई होइन तेलमा फ्राई गरेर यस्तै ढक बनाएर साँधेको मोमो साउन्ड चाहिँ ठुलाएर होला आज एकछिन भन्छु रोको जरा सबर गरो अब हेर्ने मैले भन्दा अगाडि एउटा खाएर सकिन्छ गाइस किमा नुडल्स यहाँ है म त एक थाल ल छ भनिरहेको गाइस हामीले त्यहाँको सकेर अब टक्क लाएर यहाँ बसेर कस्तो राम्रो देखिएको त यस्तो छ है गाइसहरू हामी चाहिँ टक्क लगाएर त्यहाँबाट निस्क्यौँ होइन क्याफेबाट निस्किएर अब एक राउन्ड लाउने छौँ अनि भिडियो पनि हेर्दै जानु होला अनि मलाई त्यो क्याफेको चाहिँ हाम्रो बेस्ट मोमो लाग्यो मोमो के मोमो त्यो के मोमो साँधेको मोमो त्यो हो अरे के अलिकति मैले त्यो के मोमो भन्दा ठ्याट्ट भन्नु छैन तर के बेस्ट लाग्यो के मिठो लाग्यो त्यो मलाई त मोमो मिठो लाग्यो अनि हामी राउन्ड लाउँदैछौँ यहाँ माथि पनि मान्छे हुनुहुन्छ अब चाहिँ ठुलोसरी बोल्नु पर्यो अन्तदेखि यस्तो छ पर्यटकहरू धेरै हुनुहुन्छ गोरा गोरिनी काला कालिनी सब मतलब बाहिरी देशबाट आउनुभएको अनि लुगाहरू देख्न सक्नुहुन्छ गाइस यस्तो छ हामीलाई त सुहाउँदैन लुगाले उहाँहरूकै लागि हो यो लुगा अनि आमा क्याफे यहाँ छ आमा ह्याङ्डीको मेलामा यहाँ छ अनि यस्तो छ यहाँ माथि चाहिँ बत्ती बाल्ने ठाउँ हो किनकि म सधैँ पहिला आउँदाखेरि प्रायः जस्तो हामी त्यही जान्थ्यौँ सधैँ भनेर जाने कस्तो लाग्यो रमाइलो लागिरहेको छ उदय भएर यहाँ युगल जोडी बस्न मनाइ छ भन्छ त्यही पनि बसिरहेको हुन्छ टिकटक बनाउन मनाइ छ अरे अनि यस्तै छ साथीहरू एक राउन्ड चाहिँ लाउँछौँ एक राउन्ड चाहिँ लाइम तिनकोरा गर्ने हो गर्ने शीतल छ गर्ने हो गरौँ न त लु पुग्यो अहिले चाहिँ गेटबाट निस्क्यौँ है हजुर तामाङ देशमा लाउने मात्रै छ नि हो तामाङ मात्रै हो त सबैको होला नि यस्तो यस्तो पसलहरू देख्न सकिन्छ होइन फेरि हामीलाई मात्रै राम्रो लाग्दैन कि अरूलाई पनि राम्रो लाग्छ यस्तो गर्न चाहिँ हाम्रो देशकोलाई मात्रै होइन बाहिरी देशकोलाई पनि लगाइरहेको हुन्छ नि अनि त्यही हो साथीहरू तपाईँहरूलाई बौद्ध पनि घुमाइहालेँ भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला आज हामी 3 जना थियौँ सुन्ता नानाको कपडा सुन्ता राईको के सुन्ता राई श्रेष्ठको यस्तै देख्छु म उहाँले लाउनु भएको लुगा चाहिँ अब किन बोलेको फेरि भ्लगमै चाहिँ कन्ट्रोभर्सी नआयो भने तर आउँदैन आयो भने त झन् राम्रो नि त एक राउन्ड लाएर हामी टक्कसँग अब निस्किन्छौँ है त
बुकबाट फोटो खिच्यौँ न एउटा यति नै छ। हामी चाहिँ टक्क लगाएर बौद्धबाट नि निस्क्यौँ। अब उता भाइ उतै छुटिसक्यो, बुनु पनि अब यहीँबाट जान्छ। अनि खुकुरा म त्यहाँबाट अब रत्न पार्क गाडी चढेर त्यहाँदेखि घर जान्छौँ है त। कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। अब यस्तै हो। हामी चाहिँ क्रसिङबाट पारि जाँदैछौँ टक्क लगाएर। अझै अब आफ्नै रुम जानु आँटिरहेको छु कतिलाई दिदीलाई छोडेर। अरूको कस्तो लिनु मन लागिरहेको छ छोडेर नजाऊ आफ्नो रुमलाई जाँदैछु जाँदैछु छोडे तिमीलाई आज आँसु नि आउँदैन यार के भएको के भइरहेछ यस्तो हेलो पालो आउला जस्तो छैन हाम्रो बाटो क्रस गर्ने काठमाडौँको काम हो क्या यो पुरा हुन आँटेको सकेर देखाएरै होला छोरो हट्छ थिएन ठोकिनलाई यो पनि केही सरी सरी भन्न पाइयो भेडा बाख्राहरूलाई छोडेर जत्तिकै भइरहेको छ। अनि काम पनि धेरै लामो थियो त कता हुनुहुन्छ गाइस हामी माथिबाट बौद्धबाट चाबेल अनि यता गौशाला आउँदै यहाँ गौशाला आइपुगिरहेको छौँ। गौशालाको माहौल चाहिँ यस्तो छ। यस्तो जुम गऱ्यो भने होइन यस्तो तान्न मिल्छ नि त भटर गरेको हुन्छ कि आवाज यस्तो छ है। पानी पर्न आँटो साठी पो दिन्छु भन्छ भाइ अन्त एयरपोर्ट आयो है। एयरपोर्ट यहाँ गौशालादेखि नजिकै छ एयरपोर्ट चाहिँ यता हो एयरपोर्ट। टक्कर लगाएर एयरपोर्ट यहाँबाट सर्ट यता छोडेर जान्छ। बिजनेस देयर इज अ बिजनेस यस्तो छ है गाइजहरू। गाइज अस्ति कति करोडको क्षति भएको बिल्डिङ यही हो अरे। अनि त्यो सेक्रेटरीले उयो गरेको पुरस्कार पाएको थियो त। ए गाइज यस्तो छ है यस्तो छ। यता पुरो त साम्बारको फोटो त के भनिरहेको थियो अघि मन पनि अघि उताबाट आयौँ नि हामी भित्रबाट त्यतै भित्र होला भन्दा उडेको पत्तै पाउँदैन कि गाडी त। टक्क लगाएर छेउछेउमा बोट बिरुवा अनि त्यस्तै सफा बाटो अनि हेर्नुहोस्
कस्तो राम्रो छ कि भिडियो चाहिँ यता र उता भइरहेको छ घरि गाडी कुदाइरहेको छ घरि नकुदाइरहेको छ त्यही भएर अब यहाँ पनि बिरुवा रोपिरहनु भएको छ यो पनि बिस्तारै फुलिहाल्छ त्यो पारी पारी त भइहाल्यो राम्रो छ राम्रो छ बिस्तारै बिस्तारै हुन्छ सातो बाटो आयो यस्तो छ यस्तो छ भिडियो कस्तो लाग्दैछ कमेन्ट गर्नुहोस् है सेतै गाडी नै कार लाइक ठुलो ठुलो टिभीहरू पनि छ त यो चाहिँ भाटबाट यहीँ रहेछ होइन टक्का लगाएर सातो बाटोको अनि हामी यहाँ भित्र जाँदैछौँ यस्तो छ माहौल किरमिर यता के बन्दैछ यस्तै छ यस्तै छ उमा चामलिङको यहाँ पर रहेछ पोस्टर त मैले यस्तो भर्खर टिकटकमा देखिरहेको थिएँ साथीहरू टक्कसँग म चाहिँ घर आइपुगेँ होइन तपाईँहरूलाई हाम्रो भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि आजको चाहिँ यस्तै हो अन्तदेखि अलिक तपाईँहरूलाई हाम्रो यहाँको भ्लग अलिक बजेको छैन है बजिरहेको छ राम्रो लागिरहेको छ भने धेरैजनाले चाहिँ राम्रो लागेको छैन हेरिदिनु होला माया गरिदिनु होला अनि अब चाहिँ भेट्छ अर्को भ्लगमा बाई बाई